गार्डनिङको भिडियो खिच्छु 6-7 चटपटे खानेर हाम्रो यत्रो मेहनत हो नि त गाइस हाम्रो बन्यो चटपटे एक रहेछ यार यहाँ फोहोर पारेर जानु हुँदैन पार्कमा सफा गरेर जानुपर्छ यहाँ रोक्न आउँछ सही आयो ह्याट भएको चाहिँ ल्याइदिनु हुन्थ्यो अब ह्याट छैन अनि मलाई त नो भनेर बुढी करायो मैले द्याट्स नट यर ट्री अरे मैले द्याट्स नट यर ट्री टु भन्छ कहाँनिर हो र त्यो मिराजीको काम गर्ने ठाउँमा छिर्दाखेरि क्या मैले त्यहाँबाट पहिला नि सुन्तला टिप्थेँ कतिचोटि कसरी के भनेर त जान्ने हिरोइन पल्टेँ हिजो कस्तो राम्रो राम्रो पक्का पक्का यत्रो ठुल्ठुलो सुन्तला थियो त्यसको होइन एकछिन आराम गरेर उडे होइन गयो यो पनि यार कलै हो यार सिकेर जानु पायो हामी पनि कस्तो मजाले उड्थ्यौँ होला एकछिन हेरौँ यार यो उडेको प्रतिभा अमिका ऊ बाई बाई भने न गयो त्यो अब मस्त बस्यो आनन्दले गयो Memorial Walk. This walk is a memorial to the men and women from the hunter that served in World War I. As a mark of respect, dogs are not permitted on the Memorial Walk. Please walk your dog along the existing pathway on Memorial Drive. Oh, mommy. It's a very area Newcastle. कस्तो राम्रो है त्यहाँ हेर्नु न मजाले त्यहाँ 6-7 वटा क्रेन लगाएर बनाउँदैछन् बिल्डिङहरू कस्तो मजाको ठाउँ ल खाइ मम्मी यता हेर्नुहोस् मम्मी फोटो होइन भिडियो केही 2 शब्द भनिदिनुहोस् ल कस्तो लागेको छ त नयाँ ठाउँमा मम्मी एकछिन हामी उल्टा घाममा पर्यौँ ल भन्नु त कस्तो लागेको छ नयाँ ठाउँमा रमाइलो लागिरहेछ मन लाग्यो ल जाउँ आउनु त्यहाँ हिँडौँ अब हामी यहाँ मम्मी उता डाँडा पारी हेर्न जानुभएको कस्तो राम्रो रहेछ नि त न्यू क्यासलको गाउँ हेर्नु वाउ म त अहिलेसम्म आएको थिइनँ नि केटी यार यहाँ चिसो रहेछ यार तल चाहिँ आएको थियो यहाँ आएको थिएन के भयो मामु यसो यो जुत्ता सानो भयो जस्तो क्या बुइ चढ्ने थियो कस्तो खुट्टा फुके जस्तो कि ल ल आन्टी बोक्दिन नि त बोकी बोक्यो मान्छे त्यो ठाउँको नाम के हो पत्ता लगाउनु पर्यो ओह स्ट्रबेरी खाएर देखाइदियो त क्यामेरा अम्बिका अन्विका 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 ANWIKA प्रोनाउन्स गर्दा लेख्दा चाहिँ ANVIK अको मोर आमा गाइस हाम्रो चटपटेको सामान रेडी भयो मम्मी आउनुहोस् नगाउँ न हामी यहाँ चटपटे बनाउँदैछौँ गाइस मम्मी चटपटे नखाने किन भन्दा बिहानको भात झरेको छैन रे अन्विका इज अलरेडी चटपटी रेडी हामी यहाँ राखेर ड्याम्का भयो यहाँ उसमा राख न बोतलमा क्यामेरा पनि downwards
गुड ओइ हाम्रो झोल चटपटे खानेर हाम्रो यत्रो मेहनत हो नि त गाइस हो त नि गाइस 15 नि आउनुपर्छ रे अब तात्तातै हालेको होइन यस्तो ल के भन्नु नु यहाँ छ के के खाने तिमी कागो चाहिँ यति मात्र कसरी काट्ने अहिले काटिन्छ कि चम्चाले के काट्थे ल कागती काट्दैन मैले नाइफ ल्याएको थिएँ कि छोरीको ब्यागमा थियो छैन नो that's not for you प्लिज आन्टु भन्नुहोस् it's too big अनि के मागेको त हुन्न जाऊ त जाऊ लाग्ला भनेर मेरो शरीरको चाहिँ लाग्नु हो त्यसो भए फुड कलर हेर जान्छ Oh my god, Anvika. Guys, हाम्रो बन्यो चटपटे एक गोल हाल्नु भएको छ गाइस हाम्रो चटपटे बन्यो गाइस Oh my god, न्युक्यासल बीच को साइडमा आएर चटपटे खाइयो गाइस है अम्बिका खाँदैछ मुख रातो बनाएर डगी योगी नभने हुन्छ अब म त फ्रेन्ड भयो नि टुकुटो डराएको छ गुमे भएछ नि खाऊँ त खाऊँ अम्बिका त मुख रातो भइसक्यो चम्चा पनि चाहियो नि उसलाई हातले जम्पेन हो वेट राख्छ राम्रो भयो ल्याउनुलाई भन्नु त चिसो होला ए यो राख्नु पर्यो खाऊ खुर्सानी चाहिँ नखाऊ है भयो खुर्सानी छैन त्यो पिरो पिरो छ त्यो डामरले गर्दा क्या पेट पार्किङ रहेछ नि यहाँ पेट पार्किङ रहेछ उब्जेको 1 घन्टा त फ्री होला कि छैन 1 घन्टाको छ र मैले हेरेर गएको मलाई ब्याक ब्यास आउँछ यस्तो सानो बच्चालाई चटपटे खुवायो भने कहिले म भोलिपर्सि फेमस भएर भाइरल भयो भने त मान्छेहरूले भन्दैन नि त कुन खाने आलु खाऊ आलु खाऊ अब हामी त सफा गर्दैछौँ यहाँ फोहोर पारेर जानु हुँदैन पार्कमा सफा गरेर जानुपर्छ नत्र फेरि मान्छेहरूले नेपाली आएर चटपटे खाएर
सबै फोहोर बनाएर गयो भनेर हाम्रो नेपालको नाम बदनाम हुन्छ गाइस। ओठ पुरै लिपस्टिक लाज त गाइज देखाउ त तिम्रो ओठ अम्बिका हेर त गाइस यहाँ मेरो फोन खोजा खोज भयो किन भन्दा मेरो फोन कहाँ छ थाहा छैन। भेटायो फोन चाहिँ भेटायो। के भयो? आया बाबा आया बाबा चटपटी खाने मान्छेले मलाई पिट्यो। बोकी बोकी हो? ओके ओके टर्की हेर्ने यो गर्दैन भाग्छ नि त कस्तो राम्रो बर्ड यतातिर मान्छेले के गर्दैन डराउँदैन। नेपाल भए चापस मारेर क्वाक मारेर खाइदिन्छ डराउँछ नि। I got you Amika wow I got you yeah where are you I got you Ramadjo Antu walking please भन्नुस् न। I got you running no donkey oh my god look at this place म त आएको थिएन नि यार यस्तो राम्रो ठाउँमा त यार केटी म त यिनीहरू जान्दैन पहिला वाह यहाँ चाहिँ चटपटी खानुपर्ने रहेछ भाग्य यहाँ त बिरो हुन्थ्यो हाम्रो के त बुढाबुढी गर्लफ्रेन्ड बोयफ्रेन्ड डेटिङ आउने ठाउँ रहेछ नि त मम्मी आउनु आउनु तपाईँ पनि 2 शब्द बोलिहाल्नु त यहाँ आएर हेरेर अनि त झन्डै मम्मी तपाईँले जमजम घर जाउँ भन्नुभएको थियो हो मम्मी अरे कहना क्या चाहते हो र ए कस्तो राम्रो ठाउँ ल तपाईँ त्यस ध्यान स्टप गराउनु कि स्टप नो ओ बुई डर लाग्यो मामुलाई ओ बुई हुँदैन नि तिमी एकछिन त लगाएर है त म यहाँ ल्यान्डिङको भिडियो खिच्छु हेर साथीहरू यो पनि कलै हो यार अहिले मलाई आउने भएको भए म पनि त्यो आकाशमा सारेर उडेर यहाँ भ्युज हेर्थेँ आकाशमाथिबाट यहाँबाट हेर्दा कति रमाइलो छ त्यहाँ माथिबाट हेर्दा झन् कति रमाइलो हुन्छ होला संसार जित्यो जस्तो हुन्छ होला उहाँ ल यिनीहरू यहाँ ल्यान्डिङ गर्दैछन् अब बिस्तारै स्लो गर्दै यिनीहरूले ल्यान्ड गर्छन् यसको पनि गोप्रो छ wow oh what is he doing come on no he's not landing he went so No. No. Oh. No. यता हेर्नु त यता हेर्नु त कस्तो लाग्यो ठाउँ राम्रो छ झन्डै छुट्टेको आज ल
अनि त्यही नजिक नजिक आएर यस्तो राम्रो ठाउँ छ भनेर थाहा छैन हामीलाई नि कति राम्रो फेरि आउनुपर्छ मम्मी है यहाँ खाजा लिएर चट्टा खाने गरेर आउनुपर्छ र मान्छेहरू टक्क म्याटमा पिकनिक कस्तो राम्रो मजा आयो देख्नै हुन्न हौ मलाई त बरु रमाइरहेको थिएँ भर्खरसम्म